अब चाहिँ फेरि पनि लाग्यो हामी पापिस्टहरू लाग्यो माछाको खेतीमा। यहाँ छ एउटा मेन आजको वीर सिकारीको उपाधि उलाइदिने हो। वीर सिकारी के छ भन्नु? केही छैन भन्नु, अब हेरौँ खोलामा गएर। होइन हौ, कतिको छ होप चाहिँ? होप त छ, 4 वेदर त है मिठो छ है। सो वेदर हेर्दा, दिन हेर्दा, सिकारीहरू टिम हेर्दा 4 किलो जस्तो ल्याउने छ मसला। अब हेरौँ, हामी फुल प्रिपेरेसनमा छ हामी। यो पनि एकदमै अनप्लान हाम्रो यो प्लान हो। अचानक है, अचानक भएको यस्तै प्लान राम्रो हुन्छ। तर के गरेको छौ, प्लान गरेर गरेको प्लानहरू चाहिँ मिठो हुँदैन। ट्याक्कै मिठो हुँदैन। प्लानहरू गर्दा जहिले पनि हुन्छ, एकजना के हुने, इमर्जेन्सी पर्ने, कोही के हुने, कहाँ जानु पर्ने, अचानक भने घाटपुट मिल्ने हो। हामी यहाँ 3 जना साथी, 1 जना छ अगाडि। एक गाडी अब हामी जाँदैछौँ अब सुँगुरको खोलीमा। आज सुँगुर बारबिक्के हेरौँ। यहाँ 6 माइलमा पाउँछ कि पाउँदैन? यहाँ चाहिँ सबै पाइन्छ माछाहरू है। रहेछ छ सक्यो भने त रड्डी हुन्छ नि हौ। यो चाहिँ अब यो छ नखानेहरूको लागि चाहिँ सरी। हामी चाहिँ पक उपभोक्ताहरू। ओके, एकदम फाइन कटिङ छ भाइको। अब हाम्रो सबै चिज रेडी। एकजना चाहिँ हाम्रो साथी चाहिँ तल जाली हाम्रो पोल्नु लागि है, बाबुको लागि जाली किनेर बसिरहेको छ। अब वी आर भेरी एक्साइटेड। कहिले पुग्ने भइसक्यो। म चाहिँ छिचिर गाडी कुदाउँदा, छिटो कुदाउँदा। यहाँ मेरो भाइ छ एकदम छिटो। होइन त्यति इन्ट्रेस्ट छैन त्यसमा चाहिँ कि खोला खेल्नु लाग्यो, माछा मार्नु लाग्यो। कति 4 किलो चाहिँ छ योपालि आजको यो टार्गेट टार्गेट गर्नुपर्छ होला त्यति त है। 4 किलोको चाहिँ छ। अब हामी पुग्नु आँट्यो। खोलाको दर्शन भयो। यी हामी जाने यहाँ हो। हामी लोकेसन डिस्क्लोज गर्दैन है कहाँ हो के हो। यो हाम्रो हिडन भ्याली, हिडन प्लेस। बाटो एकदम रफ छ। एडभेन्चर भनेको यही हो होइन केटा? हो नि। हातमा फर्टिलाइजर, चुप्पोमा हिट। आयो यी हातमा फर्टिलाइजर, काँधमा हिटको डल्लै। करेन्ट फिसिङ चाहिँ म चाहिँ उयो गर्दिनँ है, कसम भनेको। एकदम बेनाइ गर्नुहोस्। म त त्यो मन पर्दैन। कहाँ आउँछ करेन्ट हाल्ने खालको विचार? त्यो त माछा बच्चाहरू नि हौ। यी प्राइमेरी स्कुलकोहरू चाहिँ विचारहरू के अरे? प्राइमेरी स्कुल पढ्दैनहरू। ओ यो माछा चाहिँ प्राइमेरी स्कुल पढ्ने अरे बिचारा। हो रहेछ, माछा त थुप्रो रहेछ। बच्चाहरू है, बच्चाहरू रहेछ यहाँ पुरा। अहिले ब्रिडिङ टाइम हो खासमा चाहिँ। यहाँ हो हामी चाहिँ बस्ने। ल खोला चाहिँ है, दर्शन भयो दर्शन। कहाँ बस्नु? ल अलि तल। ल आम्मामा गरम त हो, हेर न पसिना। अस्तिको तपाईँहरूले यता लिङ्कमा हेर्नु सक्नुहुन्छ। पहिलाको भिडियोमा चाहिँ टिस्टा रङ्गितमा है पहिला है, त्यहाँ चाहिँ कत्ले मासिर लाग्छ, अप्पर मासिर लाग्छ। यहाँ चाहिँ असला हेर्नु सक्नुहुन्छ तपाईँले। हामी चाहिँ यहाँ चाहिँ उयसको लागि आएको। आज असला देखाउनेछौँ तपाईँलाई चाहिँ। सिल्भर ट्रट भन्छ होइन? हिमालयन ट्राउट पनि भन्छ, सिल्भर ट्राउट पनि भन्छ। आज चाहिँ त्यो देखाउनेछु। दाउरा रेडी? ओके, दाउरा पनि रेडी। खोला ठुलो छ। यहाँ बसौँ ल, पानी पनि रहेछ यहाँ हात धुनेहरू।
होइन बरी दाउरा पनि पाइहाल्यो दाउरा पनि पाइहाल्यो यी केटाहरूले हाम्रो त केटाहरू एकदम एक्टिभ पो छ है दाउरा पनि हिजो खोजिरहेको थियो होइन आयो दाउरा पनि पाइहाल्यो उयो पनि फ्याँकिहाल न काँचो रहेछ ए अब हामी अलमोस्ट हामी सबै काम सक्यो है दाउरा पनि खोजिसक्यो पुरा यहाँ हेर्नु सक्नुहुन्छ पसिना यति स्वेटिङ पुरा गरम भयो भित्रबाट तातो भयो किनभने आज वेदर एकदम क्लियर छ घाम पनि छ सो हामी यही खोलामा अराउँ हामी तल नाका मार्दैछौँ है एकछि पर्छ पर्दैन त्यो चाहिँ अब बादमा देखाइजाला हो तर आजको हाम्रो पेट दियो छ है चारो यहाँ चाहिँ मेन कत्रो ढुङ्गा हालेछ हौ मारी फ्याँक्नु के छ केटा हो के छ आगो पनि दामी हुँदैछ कोइला यहाँ हेर्नु सक्नुहुन्छ एकदम दामी यसलाई चाहिँ डल्लै दिँदैछ कोइलाई मात्रै एकदम राखमा पकाइन्छ यहाँ हाम्रो साथीभाइहरूले इन्जोय गर्दैछ के हो है यो चाहिँ अब यहाँनिर के हो अब हाम्रो यो फर्स्ट लाउनु गइरहेछ है पर यहाँबाट बिस्तारै ढक्क हो हल्का पाक्नु पर्छ यो चाहिँ ठुलो भयो साइज स्मोकी चाहिँ यतिको कस्तो पर्ने हुन्छ ओहो साह्रो छ नि जुलुम यो केराको पत्ता आयो है अब यो केराको पत्तामा चाहिँ हामी मासु पोलेको छ हामीले जुन बार्बिक्यू गरेको छ यसमा पर्छ हामी टक्कै यहाँ छ हाम्रो वास बेसिन जे भन्दा पनि हुन्छ हाम्रो ह्यान्ड वास यसमा चाहिँ टक्क यहाँनिर टक्कै लाउने यसलाई टक्क लाउने टक्क धुने टक्क धुने यो चाहिँ केटाहरूको लागि क्वालिटी हुँदैछ हो बिचरा खर्दैछ हामी चाहिँ यहाँनिर यसले चाहिँ केटाहरूको लागि लग्दैन के भन्छ कोसेली घरमै पुऱ्याइदिनु होइन खोर्सानी दुईवटा लग्छौँ है रातो र हो यो पनि लिइहाल्छु अब लग्दैन नि मैले गएको पुऱ्याउनु होइन ज्वाली थुन्दैछ कहाँ छ हौ ए यहीँ यस्तो दुःख गर्दैछ यिनीहरू ल्याइदिएको दुवा यो दुवाली धुनेको माछा निकाल्नु पऱ्यो नि फेरि यहाँ हेर कस्तोको बनाएर ल्याइदिएको छु यहाँ हेर हत्तेरिका तलबाट जोगाएर ल्याइदिएको नि हौ लु यो खाइहालौँ पहिला कट्टु यो खाइहालौँ यो खाएर थ्याङ्क यू कस्तो भएछ लु टेस्ट गरौँ त लु अच्छा किनभने सबै लु देखाएर कस्तो सुपर ए यहाँ ऊ रहेछ नि दामी रहेछ नि यहाँ हुँदो रहेछ माछा चाहिँ दुईवटा बोनी दुवालीमा पानी सुक्नु पापी पानी सुक्नु दामी छ यहाँ त दुवाली चाहिँ माछा कति जस्तो धेरै हो आधी डोको जस्तो चाहिँ कुद्दै थियो अरे भन्दैछ अब
निकाल्नु चाहिँ पऱ्यो फेरि फुर्के चाहिँ गर्नु भएन बेसी रिफ्ट रेडी हुँदैछ यो अब हामी चाहिँ लाग्यो है जहाँबाट आयो त्यहीँबाट उतैबाट हौ अघि त्यहीँबाट आएको ए यिनीहरूले फेरि बिर्सिहाल्दो रहेछ त्यहीँबाट आएको हौ माछा के पार्दै पार्दै आएको जहाँबाट आएको थियो त्यतै लाग्यो ल सबैजना हो रोशन इ लागि जङ्गलको बाटो यिनीहरू अल्छी माने पुरा थाके नि त बिचराहरू साँप हेर्दै होइन यहाँ त पुरा राति गरममा साँप निस्किन्छ कि अगाडि जुत्ता हिँड्ने होइन जुत्ता लाउने अगाडि